शिव शताक्षी धाम झापा शिव शताक्षी धाम नगरपालिकाको यो शिवलिङ्ग हेर्नुहोस् कस्तो दिव्य छ हैन त। पछाडिपट्टि मन्दिरै मन्दिर रहेछ, शिवजीको रहेछ है। बडो दिव्य लाग्यो। यहाँ एउटा गुरुकुल पनि रहेछ फेरि। द्वादश ज्योतिर्लिङ्ग शिवालय, हनुमानजीको मूर्ति, यस्तो राम्रो खालको ठाउँ। शताक्षी गुरुकुलम भन्ने एउटा गुरुकुल पनि रहेछ, श्रीगोलोक भनेर गाईहरू पालन पनि गर्ने। त्यो दिव्य अलौकिक ठाउँमा म दर्शन गर्न आइपुगेँ। तपाईँहरूले पनि हेर्नुहोस् यो शिवलिङ्ग हेर्नुहोस् त कस्तो दिव्य है। रुद्राक्षले बनेको शिवलिङ्ग रहेछ यो। अद्भुत लाग्यो मलाई त। तपाईँहरू पनि एकचोटि झापा आइसकेपछि शिव शताक्षी धामको दर्शन गर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु। अद्भुत दिव्य महिमाले झल्किएको साह्रै राम्रो ठाउँ रहेछ। यतापट्टि चाहिँ गाई पालन पनि गर्नुभएको रहेछ, तपाईँहरूलाई म देखाउँछु। यतापट्टि गाई पालन गर्नुभएको रहेछ। यो जङ्गलमा गाईहरू चर्ने यस्तो खालको रहेछ। शिवलिङ्ग चाहिँ अद्भुत लाग्यो मलाई, अन्त रुद्राक्षीको अद्भुत छ। तपाईँहरू पनि आइसक्यो एकचोटि दर्शन गर्नको लागि सम्पूर्ण भक्तजनहरू। यतापट्टि चुरेको पहाड छ हेर्नुहोस्, चुरेको पहाडहरू छ। दिव्य छ ठाउँ चाहिँ, मलाई राम्रो लाग्यो। अलिक गर्मी छ, गर्मीको मौसममा आइयो झापाको गर्मी खाना, सुपारी खाना हेर्नुहोस्। आहा कस्तो राम्रो है। ल हेर्नुहोस् शिव शताक्षी धाम जाने यो मूल द्वार हो यो। अद्भुत छ। गाईको पालन पनि रहेछ यहाँ। साह्रै राम्रो लाग्यो मलाई यो ठाउँ चाहिँ। भ्लग बनाम जस्तो पनि लाग्छ। यी माताजीहरू पनि यहाँ हुनुहुन्छ, अद्भुत हुनुहुन्छ। प्रणाम माताजी। हजुर। प्रणाम। राधे राधे। राधे राधे। ल राम्रो लाग्यो मलाई त यो त एकदम राम्रो। यो त शिवलिङ्ग बनेको रहेछ हेर्नुहोस् त। सुपारीका बुटाहरू कति राम्रा राम्रा है, राम्रो रहेछ। यहाँ चाहिँ सोधपुछको छेर। हजुर म चाहिँ मेरो घर चाहिँ बर्दिया, आएको चाहिँ काठमाडौँबाट घुम्दै घुम्दै आएको यो। हजुर बर्दियाबाट। अनि यहाँ यो गुरुकुल रहेछ। यहाँ सोधपुछ कक्षमा चाहिँ सोधपुछ कक्षमा यहाँ एकजना पिताजी हुनुहुँदो रहेछ। प्रणाम बुवा है त। यो शिव शताक्षी धाम होइन त, के छ यहाँको महिमा चाहिँ विशेष? शताक्षी धाम चाहिँ माथि मन्दिर छ होइन। हजुर समितिको बेग्लै गौशाला हो। ए गौशाला हो यो। कतिवटा गाई छन् यहाँ? यहाँ करिब करिब पौने 700 होला। 1500 पौने 700 गाई छन् है। यहाँको गहतहरू केही बिच्नुहुन्छ? गाईको गहतहरू पनि? गहतहरू चाहिँ प्रशोधन गरेर हजुर गोबरको बनाएर बेचिन्छ। ए गाईको गहतलाई प्रशोधन गरेर तपाईँहरूले बिक्री वितरण पनि गर्नुहुन्छ है। अनि यहाँ गुरुकुल पनि रहेछ। कति सालमा उद्घाटन भयो गुरुकुल? गुरुकुल यो उद्घाटन यति मलाई पनि भएन। यो चाहिँ 71 सालदेखि सुरु भएको गौशाला। ए 71 सालदेखि है। अहिले 10-11 वर्ष लाग्यो होला। ए सँगसँगै त्यसपछि गुरुकुलको पनि सुरु भएको। ए हस् धन्यवाद। सानो जानकारी दिनुभयो बुवाले, धेरै धेरै खुसी लाग्यो। र म यहाँ त काठमाडौँबाट आएको दर्शन गर्नलाई। यो झापा घुम्ने क्रममा चाहिँ शिव शताक्षी धाम चाहिँ जानुपर्छ भनेर सबैजनाले भन्नुभयो र यहाँ के रहेछ त भनेर यहाँ आएको। यो चुरेको पहाडको नजिकै दिव्य अलौकिक दिव्य ठाउँ रहेछ। मेरो बर्दिया। हजुर ए घर मेरो बर्दिया हो। अब यो झापा घुम्न आएको छु, पश्चिमको मान्छे, पूर्व घुम्न आएको छु बुवा है त। ल धन्यवाद। यहीलाई हेर्नुहोस् तुलसीहरू, सालग्रामहरू यस्तो रहेछ। तपाईँहरूलाई म देखाउँछु मेरो भ्लगमा, तपाईँहरूले हेर्नुहोस्, इन्जोय गर्नुहोस् है त। यो चाहिँ दिव्य लाग्यो मलाई चाहिँ शिवलिङ्ग चाहिँ हेर्नुहोस् है। रुद्राक्षीको शिवलिङ्ग हो। अद्भुत अद्भुत सुरम्य ठाउँ छ यो। तपाईँहरूले पनि यहाँको चाहिँ दृश्य अवलोकन गर्नुहोस्, घुम्नुहोस् भन्न चाहन्छु। शिव शताक्षी धाम जय होस्। शताक्षी धाम सम्झिएर यहाँ माताजीहरू पनि ओखलढुङ्गाबाट आउनु भएको रहेछ दर्शन गर्नलाई। यहाँ पाठहरू गर्नुभयो, दर्शन गर्नुभयो। आदरणीय श्रद्धालु भक्तजनहरू जसले मेरो युट्युब च्यानल हेर्नुभएको छ उहाँहरूलाई यस युट्युब च्यानलमा हार्दिक 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 स्वागत गर्न चाहन्छु। र यो नेपालको घुम्दै घुम्दै आउने क्रममा यो कोशी प्रदेशको झापा जिल्लामा अवस्थित शताक्षी नगरपालिकामा रहेको शिव शताक्षी धाममा अवस्थित यस दिव्य मन्दिरहरूको अवलोकन गर्ने मौका सौभाग्य मिल्यो। हामीहरू अलिकति माथि पनि गयौँ। यो जङ्गलको माथिपट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ चुरेको पहाडहरू छ एकदमै दिव्य। त्यो चुरेको पहाडहरूमा चाहिँ हामीहरूले चाहिँ स्नान आदि कर्महरू गरेर बिहानै माताजीको चाहिँ
भगवान् साम्बा शिवजीको चाहिँ दर्शन गर्ने अपार सौभाग्य मिल्यो। बडो हर्ष भइरहेको छु। योलाई चाहिँ मैले युट्युब च्यानलमा पनि देखेको थिएँ। यो धामलाई अलौकिक दिव्यताको अनुभूति भइरहेको छ यहाँ आउँदाखेरि। तपाईँहरू पनि यस पवित्र धार्मिक स्थलमा आउनुहोस्, भ्रमण गर्नुहोस् भन्न चाहन्छु। र यहाँ चाहिँ साँच्चै नै अद्भुत रहेछ यो शताक्षी धाम। यहाँ चाहिँ आफूले चाहेको मनोकामनाहरू पनि परिपूर्ण हुने यस्तो खालको दिव्य धाममा हामीहरू आइरहेका छौँ। तपाईँहरूलाई चाहिँ हामीहरू देखाउँछौँ। मन्दिरहरू अझ अगाडि पनि छ, एउटा गुरुकुल पनि छ, त्यहाँ हामीहरू तपाईँलाई अवलोकन गराउँछौँ। र अहिलेलाई चाहिँ यो परिसरहरू हेर्नुहोस्। र सबैभन्दा पुरानो लगभग 100 वर्षभन्दा पुरानो यो शताक्षी धाम रहेभन्दा पनि अगाडिबाट चाहिँ यो पुरानो सालको वृक्ष पनि रहेछ। एउटा चाहिँ धार्मिक स्थान त हो नै हो यो, तर पर्यटकीय स्थलमा पनि 1 नम्बर रहेछ यो शताक्षी धाम चाहिँ। गुरुजीहरूसँग नि हामीहरूले चाहिँ धेरै यहाँ सल्लाहहरू लियौँ। धेरै राम्रो रहेछ, अद्भुत रहेछ। अङ्कल र आन्टीसँग चाहिँ यहाँ घुम्न आएको झापा घुम्ने अवसरमा चाहिँ शताक्षी धाम घुम्ने अवसर मिल्यो। आन्टीसँग पनि वार्तालाप हो, धेरै खुसी लागेको छ घुम्दै आउँदा है। तपाईँहरू पनि यस पवित्र स्थलमा चाहिँ घुम्नुहोस्, भ्रमण गर्नुहोस् भन्ने शुभकामनासहित अहिलेलाई चाहिँ यहीँ बिदा हुन चाहन्छु। अस्तु मङ्गलम, हरिओम तत्सत्, नारायण।